अहिलेको अवस्थामा रूपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीको अवस्था कस्तो छ भन्ने विषयमा आज म जानकारी दिन गइरहेको छु। र मैले अहिले लड्नुपर्छ, लड्न बाँकी छ भनेको मेरा लागि भनेको होइन, तपाईका लागि। अन्य जिल्लामा भन्दा अगाडि नै रूपन्देहीमा चुनावी माहौल बनिसकेको थियो। रूपन्देही क्षेत्र नम्बर 3 मा कार्तिक 17 गते निर्वाचन हुने थियो। त्यसैको तयारी राष्ट्रिय स्वतन्त्र पार्टीले गरिसकेको थियो र आफ्नो उम्मेदवार डाक्टर लेखजङ थापालाई बनाइसकेको थियो, जसले गर्दा रूपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रचारबाजी सुरु भइसकेको थियो र नेपाली जनताहरूको नजरमा राष्ट्रिय स्वतन्त्र पार्टी परिसकेको थियो र यति राम्रो माहौल बनिसकेको थियो। कार्तिक 17 गते उपनिर्वाचन भएको भए राष्ट्रिय स्वतन्त्र पार्टीले जित्ने निश्चित भइसकेको थियो। जेनजी आन्दोलनले गर्दा कार्तिक 17 गते हुने भनिएको उपनिर्वाचन रद्द भयो। त्यसैले रूपन्देहीमा रासपाको स्थिति कस्तो छ भन्ने कुरा प्रष्ट हुन पाएन। तर अहिलेको अवस्थामा पनि रूपन्देहीमा राष्ट्रिय स्वतन्त्र पार्टी धेरै बलियो छ, निकै बलियो छ। जब हामी गाउँघर बस्तीहरूमा डुल्छौँ र त्यहाँको स्थितिको बारेमा बुझ्छौँ, धेरै नेपाली जनताहरूले, बुवा आमाहरूले, दिदीबहिनीहरूले, दाजुभाइहरूले सबैले भन्छन् अब आउने निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट गर्ने हो, पुराना शक्तिहरूलाई टाटा बाई बाई गर्ने हो। त्यसैले गर्दा स्पष्ट हुन्छ कि अब आउने निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर 3 मा, क्षेत्र नम्बर 2 मा, सबै क्षेत्रमा अर्थात् रूपन्देही भरि नै रासपाले उत्कृष्ट प्रदर्शन गर्नेछ। यदि रासपाले रूपन्देहीमा उत्कृष्ट प्रदर्शन गरेको खण्डमा एमालेको किल्ला भनेर चिनिने यो क्षेत्र तोडिनेछ र रासपाको किल्ला बन्नेछ। र अहिलेको माहौल हेर्दा यो देखिन्छ कि अब आउने निर्वाचनमा नेकपा एमालेलाई रासपाले कडा टक्कर दिनेछ। यस क्षेत्रमा अन्य पार्टीहरू पनि छन् र अन्य पार्टीहरूको पनि बोलबाला छ, तर मुख्य रूपमा अब आउने निर्वाचनमा एमालेलाई टक्कर दिने भनेको रासपाले हो। अर्कोतर्फ यो क्षेत्रमा माओवादी भने निकै कमजोर रहेको छ र कांग्रेस भने ठिकठाक रहेको छ र अर्कोतर्फ राप्रपाको पनि अवस्था ठिकठिकै रहेको छ। तर विशेष गरी सबैभन्दा राम्रो अवस्थामा रहेको अहिलेको अवस्थामा रासपा हो र त्यसपछिको शक्ति भनेको एमाले हो। जेनजी आन्दोलनभन्दा अगाडि यस क्षेत्रमा एमालेको अवस्था राम्रै थियो, रासपालाई टक्कर दिने अवस्थामा थियो। तर जेनजी आन्दोलनपछि एमालेको अवस्था यस क्षेत्रमा कतिको घटेको छ यो देख्न भने अब आउने निर्वाचन नै कोर्नुपर्छ। तर बाहिरी सतहबाट हेर्दा भने एमालेलाई केही न केही नोक्सान भएकै छ र रासपालाई केही न केही फाइदा भएकै छ। तर अर्कोतर्फ माओवादी र कांग्रेसलाई पनि केही न केही नोक्सान भएको छ र राप्रपालाई पनि केही न केही नोक्सान भएको छ। र यस क्षेत्रमा अब आउने निर्वाचनमा उदाउन सक्ने पार्टीहरू भनेको श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टी हो। उनीहरूले पनि स्वतन्त्र तर्फको केही न केही भोट काट्नेछन्, जसले गर्दा पुराना शक्तिहरूलाई केही न केही फाइदा हुन सक्छ। रूपन्देहीमा उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टीले जित्न सक्ने अवस्था पनि हुने छैन। उनीहरूले स्वतन्त्र तर्फको भोट भने काट्न सक्नेछन्। त्यसैले अब आउने निर्वाचनमा रूपन्देहीबाट श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टी पनि छुट्टा छुट्टै चुनाव लड्यो भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई नोक्सान हुने देखिएको छ। तर श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टीले रूपन्देहीमा आफ्नो उम्मेदवार उठाएन भने राष्ट्रिय स्वतन्त्र पार्टीले एमालेलाई हराउने निश्चित रहेको छ। र अर्कोतर्फ यदि पुराना शक्तिहरू मिल्ने र नयाँ शक्तिहरू पनि मिल्यो भने के हुन सक्छ त? विशेष गरी एउटा खेमामा एमाले, माओवादी र कांग्रेस र अर्को खेमामा स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी र श्रम संस्कृति पार्टी भयो भने पनि नयाँ शक्तिहरूले हराउने निश्चित रहेको छ। त्यसैले नयाँ शक्तिहरूले एक आपसमा मिलेर लडे भने निश्चय नै यस क्षेत्रमा पुराना शक्तिहरूलाई हराउने छन्। तर यदि नयाँ शक्तिहरू छुट्टा छुट्टै लडे भने यस क्षेत्रमा एमाले बलियो हुन सक्ने आधारहरू धेरै रहेका छन्। किनभने राष्ट्रिय स्वतन्त्र पार्टीको भोट श्रम संस्कृति पार्टी र उज्यालो नेपाल पार्टीले काट्ने बित्तिकै सबैभन्दा ठुलो पार्टी एमाले हुन सक्छ। यस कुरामा नयाँ शक्तिहरूले ध्यान दिनु आवश्यक छ। साथीहरू, अहिलेको अवस्थामा रूपन्देहीमा रासपाको स्थिति राम्रो छ, तर रासपाको स्थितिलाई कमजोर पार्न यस क्षेत्रमा अन्य नयाँ शक्तिहरू घुस्नु भनेको राष्ट्रिय स्वतन्त्र पार्टी कमजोर हुनु हो, जसले गर्दा यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी दोस्रो हुन सक्छ र पहिलो एमाले हुन सक्छ। यस कुरालाई नयाँ शक्तिहरूले अवश्य पनि ख्याल गर्नेछन् भन्दै आजको भिडियोबाट बिदा हुन चाहन्छु। हवस् त, धन्यवाद, नमस्ते।